नमस्ते श्रोता अनि दर्शक महानुभावहरू। सदाको आइतबारको सन्ध्याको समय जस्तै आज पनि म उपस्थित भइसकेको छु उही तपाईँहरूकै रमाइलो साथी, तपाईँहरूको सुख अनि दुःखको साथी, तपाईँ रोएको बेलाको साथी, तपाईँ हाँसेको बेलाको साथी। हजुर, जुनसुकै बेलाको तपाईँको आफ्नो साथी, तपाईँको प्यारो साथी रेगन ल्याक्स। सदाको आइतबारको सन्ध्याको समय जस्तै आज पनि म उपस्थित भइसकेको छु उही तपाईँहरूले नै रोज्नु भएको, तपाईँहरूले खोज्नु भएको एक मात्र रमाइलो कार्यक्रम, तपाईँहरूकै आफ्नो कार्यक्रम मेरो कथा लिएर। आज मैले जुम्ला जिल्लामा जन्मिएकी सन्ध्या शाही, जसले अस्पतालबाट मृत्यु पूर्जा पाए पश्चात गगन थापाज्यूलाई लेखेको पत्र लिएर उपस्थित भएको छु। यो पत्र यस प्रकार छ। माननीय स्वास्थ्य मन्त्री गगन थापाज्यू, नमस्कार। खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पूर्जा दिएर घरमै मृत्यु कुर्न भन्यो, त्यो दिन मेरो यो 19 वर्ष कलिलो मन कस्तो भयो होला। हजुरलाई के भनौँ म, तर म त्यस दिन खुब रोएँ। नरोएर के गरौँ, मेरो मुटु यति शोकाकुल र छिया भएको थियो कि त्यो कुरा शब्दमा कसरी लेखौँ म। बस रुने बाहेक मसँग उपाय थिएन र अहिले छैन पनि। हरेक मानिसहरूलाई जस्तै मलाई पनि बाँच्ने, खेल्ने, रमाउने, घुम्ने, अरू के गर्ने रहर थियो। तर जब अस्पतालको मौखिक मृत्युको पूर्जा आयो, त्यसपछि म अबको पुग नपुग 3 महिना बाँच्छु अरे। यो कुराले हर रात हर दिन मुटु घोचै छ। धेरै म के पो बोल्न सक्छु र। माननीय मन्त्रीज्यू, त्यो दिन या मेरो मरणको दिन सम्झन्छु। साँच्ची त्यो दिन मेरा सारा आफन्त कति रोलान्, कति भकानिलान्, म कल्पनै गर्न सक्दिनँ। मुख्य कुरा, आफूले खाए नखाए 19 वर्षसम्म हुर्काउने मेरा बा आमा कति रोलान्। उनीहरूलाई सम्झाउने मानिसहरूले के भनेर सम्झाउलान्, म सोचिरहेकी छु। थाहा छ, म नेपालको कर्णाली भन्ने जुम्ला जिल्लामा जन्मिएँ, हुर्केँ, जहाँ अनगन्ती दुःख र अभावहरू छन्। जुन दुःख र अभावले म जस्ता धेरै नागरिक केही न केही रूपमा पिल्सिरहेका छन्। जस्तो कि म जब क्यान्सर रोगी भएँ, त्यसपछि आफैले अनुभव गरेँ दुर्गम हर नागरिकका लागि कति पीडादायक भूगोल रहेछ भनेर। अनि जब आफू बाँच्नका लागि हर मानिससँग आलाप बिलाप गर्न थालेँ, बुझेँ मानिसका लागि दुर्लभ शत्रु रहेछ भनेर। जे होस्, मैले अनुभव गरेका कुरा सत्य छन् र त त्यही कुराको प्रेरणाले आज तपाईँलाई मेरो मृत्युबारे जानकार गराउन लागिरहेको छु। अनि यो पत्र सकि नसकि लेखिरहेको छु। कृपया मलाई माफ गर्नुहोस् है। मैले सानैदेखि तपाईँको बारेमा सुनेकी छु, तपाईँको बारेमा पढेको छु। तपाईँ जस्ता अरू धेरै मानिस हुँदा हुन् यो देशमा, तर नचिने पनि तपाईँलाई नजिकको जस्तो लाग्छ। सम्झेँ तपाईँले मेरो कुरा बुझ्नुहुन्छ, अनि यो चिठी लेखिरहेको छु। खास तपाईँलाई पनि मेरो मृत्युको खबरबारे जानकारी गराउन खोजेको हुँ यही पत्रबाट। मलाई थाहा छ, म मर्न लागेको छु। सानो उमेरमा म मर्न लागेँ। त्यस कारणले म साह्रै दुखी छु। माननीय मन्त्रीज्यू, म पनि यही देशमा जन्मेँ, हुर्केँ, जहाँ तपाईँ पनि जन्मनु भयो
र हुर्कनु भयो। तर तपाईँलाई एउटा कुरा सोध्न मन छ, तपाईँ बिरामी हुँदा या बिरामी लगेर अस्पताल जाँदा अस्पतालमा कति माया गर्छन्, कति सम्मान गर्छन्, तपाईँलाई याद होला, अनुभव होला। तर मलाई त यस्तो कुराको अनुभवै भएन, यादै भएन र त हजुरलाई मेरो मृत्युको जानकारी दिइरहेको छु। खासमा मैले धेरै दुःख पाएँ, आपत खेपेँ। पाएको दुःख सम्झदा लाग्छ म त यो देशको नागरिकै होइन। मैले कति व्यथितिहरू देखेँ, त्यो व्यथितिहरूको शिकार म पनि भएँ र सम्झेँ व्यथितिहरूले म जस्ता अरू पनि दिनदिनै मरिरहेका होलान्। अनि मनमा नै सम्झेर तपाईँलाई जानकारी गराउन मन लागेर यो चिठी लेखिरहेको छु। हुन त म एक दिन मर्छु नै, तर केही समय चाँडै मर्ने भएँ। त्यसैले म दुःखी छु त भन्नै पर्यो। हो, म दुःखी छु। अनि म मर्नु पहिले तपाईँलाई भेटेर केही कुरा गर्न चाहन्छु। खासमा हाम्रो देशमा लापरवाही किन हुन्छ भन्ने कुरा बुझेर मर्न चाहन्छु। माननीय मन्त्रीज्यू, हुन त म बाँचेर पनि देशको लागि के गर्न सक्थे होला र? तर म मर्ने पक्का भएपछि कहीँ न कतै देशको हो या आफ्नो खुब माया लागिरहेको छ। किन हो खै, मैले देखेका व्यथितिहरूप्रति मनमा धेरै घृणा छ। लाग्छ म अब केही दिनपछि मर्छु पनि होला, तर मेरो उपचार गर्दा पाएको दुःख हजुरलाई सबै भन्न चाहन्छु। न कि म जस्ता यो देशका नागरिकहरूले मैले जसरी दुःख नपाउन्, पीडा नपाउन्, व्यथितिको शिकारले मृत्यु नपाउन्। तपाईँलाई मेरा धेरै कुरा भन्नु छ, जुन कुरा चाहेर पनि यस पत्रमा लेख्न सक्दिनँ, भन्न सक्दिनँ। घाउ पनि दुखेर बढिरहेको छ, पीडाले मुटु कापिरहेको छ। म यो भन्दा बढी लेख्न सक्दिनँ। कृपया सक्नुहुन्छ भने म मर्नु पहिले हजुरसँग सबै कुरा भन्ने समय पाऊँ। सक्नुहुन्न भने यो काम चाहिँ अवश्य गरिदिनु होला। देशका हर नागरिकलाई मृत्यु दिने व्यथितिहरूको अन्त्य होस्। लापरवाहीले 1 वर्षपछि मर्ने नागरिक 1 वर्ष अघि नमरोस्। यदि भन्दै बिदा हुन चाहन्छु। सन्ध्या शाही, हाल जुम्ला। तपाईँ सुन्दै हुनुहुन्छ एक मात्र रमाइलो कार्यक्रम मेरो कथा मात्र रेगन एलेक्सको साथमा। आज मैले तपाईँहरूलाई सन्ध्या शाहीको सत्य घटनामा आधारित एक पत्र पढेर सुनाएँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई सल्लाह सुझावहरू दिन नभुल्नुहोला। तपाईँहरूलाई अवगत गराउन चाहन्छु, सन्ध्या शाहीको मृत्यु भइसकेको छ। उनको आत्माले शान्ति पाओस्। अस्पतालको लापरवाहीले सन्ध्या शाहीले जस्तो अरूले अकालमै मृत्यु हुन नपरोस् भन्दै आजको कार्यक्रमबाट बिदा हुन चाहन्छु। र जाँदा जाँदै सन्ध्या शाहीले नै गाउनु भएको यो मिठो गीत तपाईँहरूमाझ छोड्दै आजलाई भने जदौ नमस्ते नमस्कार।
एक एकान्तमा निन्द्रामा सपना भई बतासै गाउँछ